हेलो गाइस, वेलकम एभ्रीबडी इन माई युट्युब च्यानल। सो फाइनली हामी एकदम सब भइसकेको छ। अब हामी गइरहेछौँ घर। होली र के भनिन्छ यार, भोटको लागि होइन, चुनावी माहौलको लागि। अब सबजना हामी रेडी छौँ, अब गइरहेछौँ होइन। लेट्स गो गाइस, वे टु द होम, जन्मभूमि। यहाँ दाइहरू ब्याग प्याक गरेर रेडी। हाम्रो होस्टल होइन, गइरहेछौँ होस्टल छोडेर। यो सर्टकट बाटोले, यो हाम्रो होस्टेलको सर्टकट बाटो गली रहेछ। यहाँ बेलुका हुँदा एकदम नराम्रो नराम्रो काम हुन्छ होइन। केही छैन गाइस। अगाडि होइन, यो यता नसा कलेज रहेछ, त्यहाँ हाम्रो याङ्गोको ड्राइभ भएको छ होइन कार। अब त्यसले बल्खु जाने, अनि बल्खुपछि सुमो लाउने, अनि वीरगन्ज। लेट्स गो, वे टु द होम। यो याङ्गो आइसकेको छ नि, बस्ने अब चल। सो फाइनली गाइस, हामी आफ्नो ड्राइभमा बसिसक्यो होइन, क्याबमा। अब हामी बल्खु जानेछौँ, अनि यहाँ हामी सबजना फाइनली फिटेड। कहाँ जाँदै दाइ? काले दाइ? बल्खु ए। अनि हाम्रो दाइ ऋतिक दाइ। अनि यहाँ चाहिँ हाम्रो ड्राइभर साहब होइन, उहाँ बल्खुसम्म छोडिदिनुहुन्छ हामीलाई। सो अब जाऊँ घर। सो अब की बार बालेन सरकार होइन। सो वी आर गोइङ टु भोट। अब जे होस्, घन्टीको समर्थक हो, दिनु पर्यो एटलिस्ट। उसको सिट बढाउनु पर्यो होइन, आफ्नो क्षेत्रबाट पनि, सो द्याट उसको पार्टीको मेजोरिटी आओस् भनेर। त्यही हो। अहिले हामी बागमतीको छेउछेउ भएर जाँदैछौँ, तर रोड चाहिँ एकदम बिजी हुन्छ। यस्तै रहेछ काठमाडौँको ट्राफिक भने, एकदम ओभर पल्युटेड ट्राफिकको मामलामा। काममा परेर हामी सबलाई अप्ठ्यारो भएको, तर फाइनली अहिले बल्खु पुगिसक्यौँ। अगाडि रहेछ, फेरि रोक्नु पऱ्यो, यहीँ अगाडि जानु पर्यो। यो दाइसँग बसेकोतिर होइन, यहाँ फोन गरेको गरेछ। जाउँ यार, कस्तो लेट भएछ। थ्याङ्क यू दाइ। यता एकदम भिड रहेछ यार। हाम्रो गाडी चाहिँ पहिलादेखि नै रेडी थियो, मात्र हाम्रो पर्खाइ थियो। हामी आउँदै बस्यो र हाम्रो गाडी चाहिँ एकदम फुल मोडमा स्टार्ट भइसक्यो। अब हामी गइरहेछौँ घर। लेट्स गो गाइज। अब घर गएर कस्तो माहौल रहेछ म तपाईँहरूलाई बताउने छु। फिलहाल अहिले एकदम रमाइलो छ, किनभने म आफ्नो दाइसँग बसेको छु र एकदम आई गट विन्डो सिट। त्यो भ्यू हेर्नु एकचोटि, वाउ, दिस इज द भ्यू द्याट एट्र्याक्ट्स मी। जति देखे नहीं लाग्छ, देखने मन लाग्छ क्या यस्तो। दैट्स व्हाई आई लव पहाड़। जिंदगी और पहाड़ एक जैसे ही होते हैं, एक टल जाता है उससे भी बड़ी बड़ी चुनौतियाँ और उससे भी बड़ी बड़ी पहाड़ हमारे लिए इंतजार। आफ्नो ठाउँको सुगन्धै अर्को हुन्छ। अहिले हामी फाइनली पावर हाउस वीरगन्ज आइसकेका छौँ होइन। अनि यहाँ एकदम यहाँको माटो, यहाँको सबथोक एकदम राम्रो लाग्छ। सो गाइस, अहिले हामी आइसकेका छौँ होइन, यहाँ श्रीपुरमा गइरहेछौँ। दिस इज मी। लेट्स गो टु द होम। यो हाम्रो गली, त्यहाँ माथि दुई तल हाम्रो घर। हामी घर आउँदैछौँ, हाम्रो भाइ बहिनीहरूलाई थाहा छैन। बेल दाइ, बेल गेट खुलेकै रहेछ। सो अब जाऊँ घर होइन। यो सरप्राइज नै छ, किनभने उनीहरूलाई थाहा छैन। अनि अहिले पनि आई थिङ्क मोबाइल चलाएर बसिरहेछन्, त्यही भएर उनीहरूलाई आइडिया छैन। बेलको पनि रिङ सुनेको छैन। सो जाऊँ सरप्राइजिङ देम, के गरिरहेछन् हेरौँ न। बिस्तारै गएर माथि, यहाँ तल कोही रहँदैन होइन। सो माथि नै सबजना छौँ, अहिले जाऊँ। सो यो अहिले सेकेन्ड फ्लोरमा हामी छौँ होइन। अनि यो सेकेन्ड फ्लोरमा हेरौँ त। लु बहिनी हेरिसक्यो, सरप्राइज रियाक्सन हेरौँ लु। अनि यहाँ हेरौँ त को छन्। लु यो त भाइहरू छन्, तर मोबाइल चलाएर बसिरहेछन् थुप्रै। केही थाहै छैन, म पछाडि छु, भर्खर थाहा भयो। लु डर हेर, डर।
सो गाइज यही हो। सो गाइज फाइनली अहिले घरमा आइसक्यो होइन। अब यहाँबाट गाउँ जाने हो केही दिनपछि। अनि थ्याङ्क्स फर वाचिङ गाइज, होप टु सी यु इन द नेक्स्ट भिडियो।